हेलो फ्रेन्ड, गुड मर्निङ टु अल एन्ड वेलकम ब्याक टु माई न्यू अनदर भ्लग। सो फेरि पनि आज डेली भ्लगले नयाँ भ्लग लिएर आइसकेको छ। सो आज म गुल्मी जाँदैछु होइन, के भन्छ अरे मेसिन ल्याउनको लागि गुल्मी जाँदैछु। हिजो जान लगाएको थिएँ अनि हिजो पानी परेर आधी अटो फेरि फर्केर आएको। अनि आज फेरि बिहानै क्या 6 बजिरहेको अहिले। आज म बिहान 4 बजीदेखि उठेर मस्त भिडियोहरू एडिट गरिरहेको थिएँ। अनि के भन्छ अरे अनि अब जानु पऱ्यो भनेर उठेर अनि हात मुख धोएँ, ब्रस गरेँ। अनि त्यसपछि अब रेडी पनि भइसक्यो होइन, बाइक पनि रेडी भइसकेको छ। जाने हो र अहिले मेसिन लिएर आउने हो क्या गाइज। त्यही भएर छिटो जानुपर्ने हुन्छ। गुल्मी जान लगभग 3-4 घन्टै लाउँछ कि यहाँबाट। सो आज म बिहानै निस्किन्छु र 10 बजीसम्म पुग्यो भने त ठिकै हुन्छ। अनि वहाँ गएर खानसान खाएर अनि अलि काम छ कि मेसिनमा, त्यो म पनि जान लागेको छु त्यो काम भ्याएर अनि आउने हो। सो अरू बाटोमा के हुन्छ म देखाउँदै जानेछु गाइज होइन। सो हेरिदिनु होला, भिडियोलाई मन पराइदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनु होला, सपोर्ट गर्नु होला ल। म अब निस्किसकेँ होइन ग्यारेजबाट। यहाँ एउटा सामान छुटेर फेरि सामान त के रेनकोट छुटेर गएको। ट्र्याक्टर भिजिहाल्छ त यार, त्यहाँसम्म पुग्दा पुग्दा हिमाल हेरेर कस्तो दामी कति दामी हिउँ परेर गएर बवाल देखिएको छ बाटो नि। अस्ति भन्छ नि, अस्ति हाल्छ नि ब्लग, जो यही बाटो यही बाटो पिच गरिसकेको होइन गाइज। म सकेँ गाइज। हिजो होइन मैले के भन्छ अरे लगभग 2000को तेल हालेको, 2000कै तेल हालेको। अनि 2000को तेलमा कति चिसो भएको यार, मैले लगभग 3000को तेल हालेको होइन। अनि के भन्छ अरे 2000को तेल हाल्दा नि फुल नभएको के, अन्त गएर फेरि 500को हाल्नुपर्ने हुन्छ। हो त गएर कुपमातिर गएर फेरि 500को तेल हालेर अनि फेरि 500को सक्यो पेट्रोल। भित्र पनि परेछ कि क्या हो नआउनु काँडेतिर उकालोमा त्यस्तै लाग्यो कि आयो। काँडेको डाँडामा हिउँ परे जस्तो लाग्छ के, हिउँ परेर त खेल्न गइदिन्छु म त। अति रमाइलो भइहाल्छ त्यो त यार, हो जस्तो लागिरहेछ। त्यस्तो घामले गल्किया हो कि के भएर हो कि होइन, नत्र त हिमालतिर त बवाल हिउँ परेछ। माछा पुछतिर देखेछ कि छैन गाइज होइन यतातिर। डाँडामा हिउँ परेन भने त्यो काँडेको डाँडामा हिउँ परेको है होइन। काँडे त्यहाँ भदौरे फर्काइदियो डाँडातिर हिउँको बवाल। अनि यो के भन्छ अरे यो घान्द्रुकतिर नि हिउँ त परेको छ क्या, यो घान्द्रुकको डाँडामा तलैसम्म फेदैसम्म हिउँ परेको छ गाइस। उतातिर जान पाएको भए त खप्पा हिउँ पर्ने क्या। जान मन लाग्छ त्यो। आज मिल्यो भने उतातिर जानुपर्छ कि आज, नत्र भोलि मिल्यो भने उतातिर त्यो काँडेको माथि क्या सन्ध्यान भोलि सन्ध्यान जाने बाटोतिर क्या
परेको छ जानु पर्ला टाइम जानु पर्ला जस्तो छ गाइस। म कता कता एउटा जाम जस्तो लाग्यो। म अहिले यताबाट जान्छु कता पनि देख्नु अहिले फर्किरहेको हिमालतिर जान पऱ्यो हिमाल परेको अहिले चाहिँ हामी जान पाएको छैन। आउनुहुन्छ तर टाढो त तर एउटा नजिकै खाएको परेको सायद यति बेलामा ढुक्को भन्छु ढुक्के बेलातिर गयो भने चाहिँ माथि टाढातिर पऱ्यो होला नजिकै कहाँ 20 मिनट चलाउनुमा 1 घन्टा लगेर जान हुँदै होला। तर हिँड्दा नजिकै परेको छ माइती जाँदा चाहिँ जङ्गलतिर गयो भने त लापाउँदै बिहान जान भएर जस्तो लागि बाटो खाली छ र मजा लागेको कुरामा अहिले त त्यो इक्यामलीबाट के हाम्रोतिरबाट हामी गएको बाटोमा के बवाल त्यहाँबाट सिन देखिन्छ कि यहाँ त अलिकति बजारको भएर अलिकति राम्रो देखिएको छैन। हिम्मतमा नमिति यो खालि बिग्रिन्छ कि अनि मैले त यता हुन्छ अनि भिडियो राम्रो आउनु क्या हेलमेट पनि लुज भइसकेको छ। त्यो हेलमेट पनि किन्नुपर्ने हुन्छ किन्नु पर्यो जस्तो छ त्यो हेलमेट पुरै चहल हुन्छ हिँड्ने बाटो धोरी हुनु क्या बिहान आएको भएर म बाटो गएको छैन नत्र यहाँ त जाम राखेको छ बल्ल पार्किङ जग्गा पार्किङ बाइक
हिउँ परेको जाने त हिउँ खेल्न आऊ गाइस हिउँ खेल्न जाने हो मन त त्यो डाँडाबाट होइन यार के भएको यार त्यो डाँडा हेरिरहनु जस्तो के हाल्नु नथ्यो त जस्तो आउँछ यही डाँडाको पारी नै हो कि यार यार कति नजिकै के जस्तो कस्तो मलाई लाग्ला बोलेको guys, हामी हामी आइपुग्यो के भन्छ अरे हाततिर यो त अब जग्गा बाटो छोडेर राम्रो दृश्य छ हिमाल छोडेर होइन जङ्गलतिर आइपुग्यो अब उकालो अब जानुपर्छ होइन अब के भन्छ अरे त्यहाँसम्म लगभग काँडेसम्म उकालै गरेर जानुपर्छ त्यसपछि फेरि पनि फेरि उहाँसम्म कुसमासम्म
अनि कस्तोमा कालो ओह्रालो हुँदै हुन्छ त्यही हो अहिले चाहिँ नन चाहिँ कालो हुन्छ उहाँसम्म काँडेसम्म काँडे एउटा ओह्रालो ओह्रालो त्यसपछि हल्का कालो ओह्रालो हुँदै जान्छ क्या जतिको बाटो